बुढाथोकी मुटु तथा ढर्कन रोग विशेषज्ञ विशेष गरेर यो अक्टोबर महिना चाहिँ कार्डियक एरेस्ट अवेरनेस मन्थ भएको हिसाबले आज त्यही सम्बन्धी हामी कुरा गर्न गइराखेको छौं। विशेष गरेर कार्डियक एरेस्ट हुँदाखेरि चाहिँ मुटु कम्प्लिटली बन्द हुन्छ, रोकिन्छ। रोकिएपछि मान्छे अचानक बेहोस हुन्छ। त्यसै गरेर त्यो हुनुको कारण भेन्ट्रिकुलर ट्याकिकार्डिया, भेन्ट्रिकुलर फिब्रिलेसन अनि त्यसपछिबाट सडन अरेस्ट हुन्छ। यस प्रकारले देखिन्छ। सुरुमा चाहिँ नर्मल चलिरहेको हुन्छ मुटुको धड्कन, त्यसपछि एकैचोटी भेन्ट्रिकुलर ट्याकिकार्डिया, भेन्ट्रिकुलर फिब्रिलेसन अनि त्यसपछि सडनली चाहिँ मुटु चाहिँ एसिस्टोलमा जान्छ, सडन कार्डियक अरेस्ट हुन्छ। त्यो चाहिँ हामीले इसिजीमा यस प्रकार देख्छौं। सडन कार्डियक अरेस्ट चाहिँ विभिन्न कारणले हुन्छ, जसलाई चाहिँ धड्कनलाई गडबडी बनाइन्छ, जसको कारण चाहिँ धड्कन गडबडी भई भेन्ट्रिकुलर ट्याकिकार्डिया, भेन्ट्रिकुलर फिब्रिलेसन भन्ने हुन्छ। त्यसलाई बनाउनको लागि चाहिँ च्यानुलोप्याथीज भन्ने रोग हुन्छ, जुन चाहिँ जेनेटिक हुन्छ, जुन चाहिँ वंशाणुमा पनि रहन गर्छ। त्यसैले सुरुमा कार्डियक अरेस्ट भई कोही ढलिहालेमा चाहिँ त्यसलाई इमर्जेन्सी उपचार गर्नुपर्ने भनेको चाहिँ सीपीआर नै हो। यदि कुनै पनि मानिस ढलिहाल्यो र त्यसको नाडीको चाल छैन, पल्स छैन भने चाहिँ हामीले तुरुन्तका तुरुन्त उसलाई चाहिँ सीपीआर गर्नु पर्दछ। सीपीआर गरेर धेरै जना जिउतिन सक्छन्। जिउती हालेर उसको पल्स आयो, उसको कन्सियसनेस गेन भयो भने चाहिँ त्यसपछि हामीले चाहिँ उसको हस्पिटल पुर्याएर अरु इन्भेस्टिगेसन गरेर अनि हामी डेफिनेटिभ ट्रिटमेन्टतिर जान्छौं। त्यसैले मुख्य भनेको चाहिँ के हो त, कोही ढलिहालेमा नाडीको चाल छैन भन्ने भयो भने चाहिँ हामीले तुरुन्तका तुरुन्त सीपीआर गरेर उलाई इमर्जेन्सी म्यानेजमेन्ट गर्नु पर्दछ। धेरै मान्छेहरूले चाहिँ जो सीपीआर तुरुन्तका तुरुन्त टाइम पाए भने चाहिँ उले जीवन पाउँदछन् भने ढिलो भएमा चाहिँ उले जीवन नपाउन सक्छ। त्यसैले आउट अफ हस्पिटल डेथ हुने चान्सेस चाहिँ एकदमै म्याक्सिमम हुन्छ। आउट अफ हस्पिटल कार्डियक अरेस्ट भएको रहेछ भने चाहिँ धेरै मान्छेहरुको चाहिँ मृत्यु नै हुन्छ र 10% मात्रै सर्भाइभल हुने चान्सेस हुन्छ रिसर्च अनुसार चाहिँ। त्यही 10% लाई हाम्रो चाहिँ बचाउनको लागि हामीले गर्ने भनेको चाहिँ सीपीआर हो। सबसे पहिला सीपीआर गरेर उसको लाइफलाई चाहिँ हामीले गेन गरिसकेपछि, कन्सियसनेस गेन गरिसकेपछि अथवा चाहिँ उसको चाहिँ नाडी चाल आयो भने चाहिँ हामीले अस्पताल पुर्याउँछौं। अस्पताल पुर्याएर उलाई हामीले डेफिनेटिभ कज के हो त भनेर हामीले खोज्छौं। त्यो डेफिनेटिभ कजमा च्यानुलोप्याथीज भन्ने रोग पनि हुन सक्छ अथवा हार्ट अट्याक पनि हुन सक्छ। ती खोजेर हामीले यङ मान्छे रहेछ भने हार्ट अट्याक नभइकन च्यानुलोप्याथीजको रोग हुनु पनि हुन सक्छ। त्यस्तो रहेछ भने चाहिँ डेफिनेटिभ ट्रिटमेन्ट त्यस्तोको लागि चाहिँ हामीले गर्ने भनेको चाहिँ आईसीडी इम्प्लान्टेसन हो। त्यसको लागि चाहिँ कसैलाई हामीले जेनेटिक टेस्ट पनि गर्न सक्छौं। नेपालमा नभए पनि हामीले इन्डियामा चाहिँ हामीले जेनेटिक टेस्ट गर्न सक्छौं, पठाउन सक्छौं। त्यो अनुसारले हामीले चाहिँ आईसीडी इम्प्लान्टेसनहरु गरिकन चाहिँ सडन कार्डियक डेथ हुनबाट बचाउन सकिन्छ। सडन कार्डियक अरेस्ट भनेको चाहिँ सडन ब्रिफ पिरियडको लागि हुन्छ, जुन बेला चाहिँ हामीले ट्याकल गर्न सक्यौं, इमिडिएट पत्ता लगाउन सक्यौं र त्यसलाई म्यानेज गर्न सक्यौं भने त्यो मान्छेले चाहिँ नयाँ जीवन पाउँछ भने त्यति बेला सडन कार्डियक अरेस्ट भएको बेलामा चाहिँ हामीले डिटेक्ट गर्न सकेनौं र पत्ता नलागेर उपचार गर्न सकेनौं भने चाहिँ त्यो मान्छेले चाहिँ मृत्युवरण गर्छ। त्यसैले यति इम्पोर्टेन्ट छ कि यो सडन कार्डियक अरेस्ट भन्ने कुरा चाहिँ सबैले चिन्नु जरुरत छ। अनि त्यसपछि सीपीआर चाहिँ सबैले जान्न जरुरत छ। यही भन्दै यो सडन कार्डियक अरेस्ट अवेरनेस मन्थको हिसाबले चाहिँ यो सीपीआर भन्ने कुरा चाहिँ सबैले सिक्नु उचित हुन्छ भन्दै म यसबाट बिदा लिन्छु।